गृहमन्त्री सुदन गुरुङको विषयमा सञ्चार माध्यममा व्यापक चर्चाको विषय बनेको छ। महामन्त्री तपाईँ बन्नु भएको छ, उहाँको विषयमा अब पार्टीले के गर्छ? पार्टीले अध्ययन गरिरहेको छ, सरकारले पनि अध्ययन गरिरहेको छ। आवश्यक पहल तपाईँले ध्यानाकर्षण गराइदिनु भयो, त्यसको लागि धन्यवाद। हामीले चाहिँ सरकारलाई चाहिँ पार्टीको तहबाट ध्यानाकर्षण गराउने आवश्यक चाहिँ पहल के गर्नुपर्ने हो हामी गर्छौँ। तर तपाईँहरूले सिफारिस गर्नुभयो भने पदमुक्तका लागि योभन्दा अगाडि दीपक कुमार शाहलाई पदमुक्त गराउनु भएको थियो। जीवी राईको विषयमा चाहिँ छलफल भएको छ कि छैन? जीवी राईलाई यो सरकारले ल्याउन सकेन भन्ने प्रश्न आएको छ। छैन हजुर, अहिलेसम्मको म छलफलमा अब आजबाट यहाँ पदाधिकारीको रूपमा पाउनुभयो र थप पार्टीमा भएको छलफल चाहिँ म पारदर्शी रूपमा चाहिँ यहाँहरूलाई जानकारी जीवी राईको विषयमा रासोपाले छलफल कहिले गर्छ ठ्याक्क भनिदिनुहोस्। जस्तो कि तपाईँ महाधिवेशनमा त्यो छलफल चलाउनलाई केही छैन। 60 सिट क्षमता रहेको विविध कार्यशाला गोष्ठी बैठकका लागि उपयुक्त गन्तव्य सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरको अत्याधुनिक सेमिनार हल जमल काठमाडौँ। र देशैभरिबाट राष्ट्रिय स्वतन्त्र पार्टीलाई 2/3 नजिक मतदान गरेर जुन जनादेश नेपाली जनताले दिनुभएको छ त्यसको लागि चाहिँ नेपाल जनतालाई धन्यवाद। त्यस्तै पार्टीका पङ्क्ति तब्कामा भएका कार्यकर्ताजीहरू, सदस्यजीहरू, नेताजीहरू र यस विशेष घडीमा धन्यवाद भन्नै पर्ने पार्टीका सभापति रवि लामिछानेज्यू र सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहज्यूलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। राष्ट्रिय स्वतन्त्र पार्टी तपाईँको यो अर्को एउटा पार्टी बन्न आइपुगेको होइन। तपाईँको चाहिँ अब संस्कार र थिति बसाल्ने र बदल्ने नेपाली समाजको त्यो पार्टीका रूपमा चाहिँ हामी यसलाई अगाडि लगेर जान चाहन्छौँ। थप केही छ भने सोध्नु। अब एउटा प्रश्न, अब यो टाइममा मैले तपाईँलाई चर्को क्वेसन गर्यो भन्ने चाहिँ नमान्नु होला। तपाईँ भर्खर महामन्त्री बन्नु भएको छ। गृहमन्त्री सुदन गुरुङको विषयमा सञ्चार माध्यममा व्यापक चर्चाको विषय बनेको छ। महामन्त्री तपाईँ बन्नु भएको छ, उहाँको विषयमा अब पार्टीले के गर्छ? पार्टीले अध्ययन गरिरहेको छ, सरकारले पनि अध्ययन गरिरहेको छ। आवश्यक पहल तपाईँले ध्यानाकर्षण गराइदिनु भयो, त्यसको लागि धन्यवाद। हामीले चाहिँ सरकारलाई चाहिँ पार्टीको तहबाट ध्यानाकर्षण गराउने आवश्यक चाहिँ पहल के गर्नुपर्ने हो हामी गर्छौँ। तर तपाईँहरूले सिफारिस गर्नुभयो भने पदमुक्तका लागि योभन्दा अगाडि दीपक कुमार शाहलाई पदमुक्त गराउनु भएको थियो। अब त्यस्तै परिस्थिति सुदन गुरुङको बनेको छ। अब त्यो विषयमा छलफल त चल्ला, अहिलेसम्म के छ छलफल पार्टीमा चलेको छैन? छलफल चलिरहेछ। अध्ययन सकिने बित्तिकै हामी के गर्ने निर्णय लिन्छौँ। कहिले जति समय कति लाग्छ? यो समय लाग्ला केही दिन। जीवी राईको विषयमा चाहिँ छलफल भएको छ कि छैन? जीवी राईलाई यो सरकारले ल्याउन सकेन भन्ने प्रश्न आएको छ। छैन हजुर, अहिलेसम्मको म छलफलमा अब आजबाट यहाँ पदाधिकारीको रूपमा पाउनुभयो र थप पार्टीमा भएको छलफल चाहिँ म पारदर्शी रूपमा चाहिँ यहाँहरूलाई जानकारी जीवी राईको विषय